अब यहाँबाट निस्किन लागेको है। मलाई पनि थाहा छैन जानुपर्ने चाहिँ कहाँ हो र कहाँ गएको भनेर हो। म पनि सरप्राइज छु र एक्साइटेड छु है कहाँ जाने हो भनेर चाहिँ। गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग र तपाईहरुलाई यस भ्लगमा स्वागत छ। र आज चाहिँ दाजुभाइको टुर है र कहाँ हो के हो कसो हो मलाई केही थाहा छैन। सबै चाहिँ हाम्रो दालाई थाहा छ है। हाम्रो दा पनि टरक्कै भइरहेछ। यता हेर्दिनु हो दा, यो गुड मर्निङ है। र हामीहरू चाहिँ घरबाट निस्किँदैछौँ। के कस्तो हुन्छ आजको भ्लग है तपाईहरु बनिरहनुहोस् है। र अहिले चाहिँ सक्नुहुन्छ घाम अलिअलि आइरहेको छ हैन। र घरबाट हामी निक्लिसकेका छौँ है। अहिले रोडमा पनि हामी आइसकेका छौँ र बाइक चाहिँ टक्क यहाँ लगाएर बसेको छ र हामी चाहिँ निक्ल्यौँ है गाइस। अब चाहिँ बाटोमा छौँ है। के कस्तो हुन्छ अब देखाउने छौँ है। र है अहिले चाहिँ फिलहाल रिनकमा दादा केस काट्ने भन्दैछ है। त्यो भएर यहाँ एकछिन राखेको, त्यहाँबाट चाहिँ हामी निक्लिनेछौँ है। रिनकमा आएर दादाले चाहिँ केस काट्नु हुँदैछ फिलहाल चाहिँ है। बाटो चाहिँ यहाँ रिपेयरिङ गर्दै रहेछ। धुलो चाहिँ पुरा रहेछ है। आमामामा घाम पनि मजाले लागिरहेको छ। तर पनि ज्याकेट लगाइदिएको है जाडो हुन्छ भनेर। र मैले फुल भ्लग चाहिँ गरिनँ किनभने अब गर्दा पनि के हुन्थ्यो भने लामो हुन्थ्यो है। सबैले मन पराउँदैन त लामो, त्यो भएकोले गर्दा छोटो छोटो भ्लग गरेको छु है। आज चाहिँ म एक्साइटेड थिएँ है। तर मैले याद पाएँ कहाँ जाने रहेछ भनेर। तिमी रहेछ है, तिमी तार्कु। यता त आएको छैन जस्तो है। म फर्स्ट टाइम हो। यता गयो भने राबङला जान्छ। राबङला उता यागाङ वारीपट्टिको। यता गयो भने पर नामताङदेखि उता पस्यो भने नाम्ची पस्छ। ए राबङला जान्छ है गाइस यो चाहिँ। र राबङला र यो तारेभिर होइन, तारेभिरको फाटकमा हामी आइसकेका छौँ गाइस। चिङपिङ पाउँछ भन्थ्यो नि फेबर बकाउनु पर्दाखेरि, त्यो यहीँ माथि हो। माथि है। गाइस बाटो चाहिँ राम्रो हो गाइस। यतिको चाहिँ है कता कता चाहिँ अप्ठ्यारो रहेछ हो। प्रायः जस्तो बाटो राम्रै छ। म चाहिँ फर्स्ट टाइम हो यो एरिया है। र हामीहरू चाहिँ अब तारेभिर हुँदै टिभी जाँदैछौँ है तारको। मलाई चाहिँ थाहा पनि थिएन होइन। अब आधा बाटोमा आइपुगेर यात्राको टिभी जाँदैछौँ भनेर चाहिँ अब तपाईँहरूलाई एन्ट्री गरेर त मैले तार तिमी चिल्को। फाइनली गाइस हामी चाहिँ आइपुगिसकेका छौँ है। र माथि जानुभन्दा पहिला चाहिँ अगाडि पेट पूजा गर्ने भन्ने कुरा छ। यहाँ गम्भीर आयो कुरा होइन। भोक पनि लागिरहेको छ, त्यो भएकोले गर्दा हामी चाहिँ खाजा खानुलाई यहाँ बसिरहेको र है। है टन्नै खाएर अब चाहिँ हलुका माथितिरको भ्यू देखाउनलाई लिएर जाँदैछु है तपाईहरुलाई। हेर्नुस् अब यो पनि फुलिसकेको रहेछ नि त है।
र आजको दिन चाहिँ सुपमै भएको छ भनेर भन्नुपर्दा, किनभने पानी त पर्ने कुरा आउँदैन होइन। तैपनि अब दिन चाहिँ अब घाम लागिरहेछ, रमाइलो भइरहेको छ है, साइट सिनहरू दामी भइरहेको छ। अलिकति हामी जान्छौँ नि उता है। र अघि थम्बनेलको बात गर्दा गर्दै प्रोनाउन्सिएसनै कन्टेस्ट नभएकोले गर्दा चाहिँ बिग्रियो है। एउटा एडिट गर्दै मैले भिडियोलाई, र फिलहाल चाहिँ फेरि मैले नयाँ सुरु गरेको है, त्यस्तो छ। मान्छे सानो भएको कि यो मेरो ग्लास पो ठुलो भएको, कस्तो कस्तो देख्नु थाल्यो त हौ है। मेरो दादा चाहिँ अगाडि नै गोलमुल भइसकेको छ, म चाहिँ पछाडि है। फिलहाल आई लभ तिमीको टक्कै मुनि। अघिसम्म चाहिँ बाइकमा चिसो भइरहेको थियो होइन, अहिले चाहिँ तातो तातो मौसम हुँदैछ, किनभने ज्याकेट लगाएर छु नि त मैले। दाले चाहिँ ज्याकेट पनि लगाएको छैन हो। मजा आउँछ दा? दामी जाडोले यस्तो घाममा चाहिँ अनि ज्याकेट लाउने हो त। ज्याकेट भनेको चाहिँ जतिखेर प्रयोगमा ल्याउनु पर्यो नि त। राति अझै दामी हुन्छ यस्तोहरू हालेको रहेछ नि। यो झिलझिले होइन। हाम्रो त टुर पनि सकेको जस्तो पो छ र है, उताबाट पस्यौँ, यताबाट चेकआउट गऱ्यौँ, अब निक्ल्यौँ। अब यहाँबाट लाग्दै घर है। बस यस्तो घुमेर आयौँ सिन्तामबाट राबङला माङ्ले भएर बिहान थालाबारी भएर माथि तारेभिर भएर टक्कै यताबाटै आएर बाइक यहाँ पार्किङ गरेर खाजा खाएर एक प्रकार घुमेर अब लागेको है। र है गाइस, यहाँबाट अब हामी निक्लेको र खास माथि दामी भ्यू चाहिँ छोड्यौँ हामीहरूले है। अब के गर्नु, छोडिहाल्यौँ, अब फेरि उकालो जानु मिल्दैन होइन, त्यो भएकोले गर्दा गएनौँ उकालो। र अब यहाँबाट चाहिँ डाइरेक्ट हामी घरतर्फ जानेछौँ है। गलेर चाहिँ हिँडेको जतिकै गल्दो रहेछ नि हौ। र अब चाहिँ हामी निक्लेको। अब चाहिँ गोप्रो स्ट्यान्ड पनि युज नगर्ने है। फोन हो मेरो, गोप्रो चाहिँ होइन होइन। तर पनि केही छैन नि त। अब अघि चाहिँ तर झर्छ जस्तो लाग्दै थियो नि त, किनभने गोप्रो स्ट्यान्डमा चाहिँ अब सानो यत्रो डल्लो अड्किने हो। अब फोन भनेको गतिलो हुन्छ होइन, त्यही भएर म चाहिँ अड्किएको अलिक मजाले नभए चाहिँ सानो हुनुभएको चाहिँ निक्लिन्थ्यो होइन, अब ठुलो भएर मात्रै हो। अब क्या चिसो छ नि हौ। र है, हामीहरू चाहिँ यहाँ निस्केका छौँ पाकेमुनि पाचेखानी। यता रिनक, यता उकालो पाक्यौँ, यता चाहिँ सेन्टर पाण्डम। फाइनली गाइस, म चाहिँ छुबा आइसकेको छु र फिलहाल चाहिँ यहाँ अर्पण भाइकोमा बसिरहेको छु। भाइ भने पनि साथी भने पनि उही छ है, 1 वर्ष सानो हो र रात पनि पऱ्यो है गाइस। र यसकारण आजको ब्लग यहीँसम्म। थ्याङ्क यू फर वाचिङ। के कस्तो भयो आजको ब्लग, तपाईँहरूको प्रतिक्रिया कमेन्ट मार्फत दिनुहोस् होला। र नेक्स्ट ब्लगमा भेट्छौँ फेरि पनि। सबैजना टाटा बाई बाई, गुड नाइट।